भन्दा लास्ट मुभी छैन अहिले त हेलो एभ्रिवान वेलकम ब्याक टु मुनोल्स ब्लगमा तपाईहरुलाई सधैँको जस्तै वेलकम छ मुनोल्स ब्लगमा तपाईहरुलाई सन्चै छ कि बिसन्चै छ कि भन्नुहोस् है मेरो ब्लगमा कमेन्ट गर्नुहोस् आज चाहिँ स्याटरडे आज होलिडे हैन सबैजना भनौँ न कहीँ न कहीँ जान्छ म पनि आएको छु गोपकृष्ण हलमा मुभी हेर्नको लागि फुलबारी मुभी एकदम पारिवारिक मुभी हो एक्टरको नाम मैले टेलर चाहिँ हेरिसकेँ एक्टरको नाम चाहिँ मैले भुलक्कर देवीले बिर्स्यो होइन बिर्सेँ नि अहिले तपाईँहरूको फिल्म हलमा हेर्न सक्नुहुन्छ अनि आज मसँग एकजना स्पेसल पर्सन एकदम मेरो काइन्ड हार्ट पर्सन हुनुहुन्छ रश्मि घिमिरेजी होइन हजुर आई एम क्यामेराम्यान म क्यामेराम्यान भएर बस्नु भएको छ अहिले पछि मेरो भ्लगमा तपाईँ देख्न सक्नुहुन्छ अनि यो एकदम पारिवारिक फिल्म हो हेर्नु न गाइज हावाले उडायो उडायो हावाले यो मन उडायो हावाले मेरो मन उडायो कहाँ छ त गाइज फुलबारीमा अब हामी हेर्नुपर्छ हेर्न जाउँ फुलबारी हेर्न लेट्स गो हामी दुवैजना बेस्टी आज गोपकृष्ण हल आएको छौँ होइन हामी चाहिँ फुलबारी मुभी हेर्ने भनेर अगाडिदेखि प्लान बनाइरहेको थियौँ अनि आज स्याटरडे पनि थियो सो त्यही भएर मुभी हेर्न हामी दुईजना गोपकृष्ण हल आइपुग्यौँ हामीले टिकट अगाडि नै काटिसकेका थियौँ अनि टिकट काटिसकेपछि हामी हलभित्र छिर्ने क्रममा छौँ हलभित्र छिरि पनि सकेका छौँ मैले यो फुलबारी मुभीको ट्रेलर पनि हेरेको छु ट्रेलर एकदम राम्रो लाग्यो अनि त्यही भएर मुभी पनि हेर्न आएँ त्यसमाथि मेरो आज एकजना खास मेरो मुटुमा बस्ने व्यक्ति हुनुहुन्छ मेरो लागि धेरै धेरै खास हुनुहुन्छ आई लभ यु माई बेस्टी भनेर उहाँलाई आज म यो ब्लगमा कन्फेस गरिरहनु भएको छु हेरिरहनु भएको छ होला उहाँले मेरो ब्लग सायद होइन अनि हाम्रो चाहिँ आज मुभी भनौँ न दोस्रो तल्लामा छ हामी दोस्रो तल्लामा गएर बसिरहेछौँ अनि मुभी स्टार भएको छैन त्यही भएर हामी एकअर्काको ब्लग बनाउँदै गफ गर्दै बसिरहेछौँ अनि भनौँ न म चाहिँ दाया हाङ्राको एकदम फ्यान हो उहाँको एक्टिङ मलाई एकदम मनपर्छ किनभने उहाँको एक्टिङमा सादगीपन हुन्छ त्यही सादगीपन जाँदैछौँ सेकेन्ड फ्लोर भने मलाई थाहा छैन यो यसमा लेखेको ब्लू लेखेको छ होइन यस्तै कलरकोमा हुन्छ नि कति पछि आएको है फिल्म हेर्न धेरै पछि हामीहरू सँगै कबड्डी फो हेरेको थियौँ है त्यो दिन पेट समाति हाँसेको थियौँ सेकेन्ड फ्लोर माथि होला ए यहाँ हो कि कहाँ हो माथि हो यहीँ होला म चाहिँ फिल्म हल आइसकेको छु फिल्म सुरु भएको छैन सो बाहिर बसेर होइन फिल्म हेर्दाखेरि चाहिँ मेरो भनौँ न स्न्याक्सहरू खाने बानी छ सो हामीले चिप्स र चिप्सहरू किन्यौँ अनि हामीले चिसो किन्ने भनेको त्यहाँ पसलमा चिसै रहेनछ सो अनि मेरो साथी पपकर्न किन्नलाई माथितिर जानुभएको छ म चाहिँ यहाँ भ्लग बनाउँदै बसेँ अब हामी दुईजना बेस्टी चाहिँ हलभित्र छिरिसकेका छौँ मुभी स्टार्ट हुँदैछ हामी चाहिँ अब सिट खोज्दैछौँ के सिटै पाएन एकदम प्याक छ अनि हामी खास भने माथि हुटमा बसेर हेर्ने भनेको थियौँ लास्टमा हामीलाई तल नजिक बसेर हेर्नु पर्यो के तल बसेर फिल्म हेर्न कस्तो मजा आइरहेछ एकदम रमाइलो हेर न पपकर्न एक्लै खाँदैछ मलाई नखुवाएर यस्तो भयो क्या हामी अगाडि इन्ट्रो गर्नु थाल्यौँ होइन थाहा थिएन नि त प्याक हुन्छ दिन शनिबार हो प्याक त अवश्य हुन्छ होला अनि आजको ब्लगमा रश्मि घिमिरेजी पनि आउनुहुन्छ मुनोल्स पनि आउनुहुन्छ दुवैजना सब्सक्राइब गर्न नबिर्सिनु है हजुर कस्तो लागिरहेछ एकदमै तलको सिटमा बसिरहँदा एकदम भनौँ न हामी टिभी घरमा बस्दाखेरिको मजा आइरहेछ घरमा के अरे टिभी अगाडि हुन्छ नजिक गएर बस्छ हामी एकदमै नजिकमा छौँ है अगाडि बस्दा चाहिँ मुटु चाहिँ धेरै कामदो रहेछ बोलेको सुन्दैन अब विपिन कार्कीलाई देखाउँदो रहेछ सुरुमै कार्की हो कि खड्का म नि त्यही कन्फ्युज भइरहेको छु विपिन
कार्की सही भनेछ जसले चाहिँ बिना कुनै हिंसा संसार बदल्न सम्भव छ। मैले पनि संसारै बदल्ने अठोट लिएर यो पेसामा नहोमिए पनि एउटा समाज बदल्ने उद्देश्यले यस पेसामा आबद्ध भएको हुँ। आज यो विदाईको क्षणमा अलिकति म भावुक पनि भएको छु। देख्नु भन्नालाई तर बेजत भयो त्यस्तो जान्छ नि हौ लक्ष्मीजी हजुर के गर्दैछौ हौ मेरो मुटु? चिया बनाउँदैछु। मलाई बिर्स्यौ कि क्या हो? के भन्नुहुन्छ फेरि? अनि म बाहिरै छटपटाइरहेको छु, तिमी भान्सा छोड्दिनौ। अनि हजुरले नि चिया पका भन्नु भएन? हो नि लक्ष्मीजी, हो त। के गर्नुभयो बुढेसकाललाई छोड्नु? के त कति बेला आइसौ काजु? एक बाप अगर अपने बेटे की जिंदगी का पहला कदम उठाने में उसकी मदद कर सकता है मलाई यो के फिल्म कति हेरेको हौ त्यो जहिले पो हुन्छ हौ हुने मन लागेर हौ कौन बोला मतलब नहीं बताया घुमाउला कहाँ घुम्ने? आमा बा चिया खान जाउँ चिया पाक्यो ए लु कि माथि नै ल्याइदिँदा नि हुन्छ आउँदाखेरि। नानीलाई किन दुःख चाहिँ अब चाहिँ मुभीमा टाइम तराउनु भइसकेको छ। अब सबैजना ब्रेकको टाइममा होइन ब्रेकको लागि सबैजना बसिरहनु भएको छ। अब यसपछि 5-10 मिनटपछि मुभी स्टार्ट हुन्छ होला होइन। अनि इन्टरभल भइसक्यो। अब मेरो साथीसँगै साथी बस्नु भएको छ, उहाँलाई सोध्दैछु त मुभी कस्तो लाग्यो? मुभी कस्तो लाग्यो मा? मुभी एकदमै राम्रो छ। अगाडि चाहिँ कमेडी गरिरहेको थियो अनि अलिक पछि चाहिँ बुढाबुढी अब बुढी बिरामी भएपछि चाहिँ कस्तो बुढाबुढीको माया भन्न एकदम निखारी बाउ चाहिँ एकदमै स्यालिस टाइपको छ है, रमाइलो भयो। बुढीलाई एकदम धेरै माया गर्ने टाइपको छ। सबैजनालाई मिलाउने हुन्छ नि, एउटा परिवारमा सबैजनालाई मिलाएर राख्ने, सबैको लागि गरिदिउँ न उसले चाहेको कुराहरू पुरा गरिदिउँ भन्ने टाइपको छ है बाउ चाहिँ। मलाई मुभी त एकदम लाग्यो। म राम्रो छ। हार्ट छु होइन। अब हाफ बाँकी छ, अझै रुनु बाँकी छ। अगाडि अब हेरौँ होइन रोको छैन अगाडि लास्टै हाँसेछ। तर बिच बिचमा म इमोसनल पनि भइरहेको थिएँ कुनै भागहरूमा होइन। रजनीले मलाई यस्तो हो कि हामीले त्यो हट चिप्स खाएको थियो कि स्पाइसीवाला चिप्स लिएर आएको थियो। त्यो खाँदा मेरो मुभी हेर्दा पिरोले खाएर आँसु आइरहेको थियो कि। अनि उसले चाहिँ म रुएँ भन्ने ठानेको थियो कि। सबैजना अब मुभी स्टार हुनको लागि बसिरहनु भएको छ। म नि अब बसिरहेको छु। तपाईँहरू यसरी बनिरहनुहोस् मेरो ब्लगमा। अनि यो ब्लग मार्फत फुलबारी मुभी हेर्नुहोस्। अनि तपाईँहरूलाई यदि हाम्रो ब्लगमा हेर्दा मुभी राम्रो लाग्छ भने अवश्य हलमा आएर हेर्नुहोस्। स्याटरडे भएर हल पुरै प्याक छ आज। हामी त क्या अगाडिमा छौँ, एकदम अगाडि छौँ, एकदम अगाडिमा बसिरहेको छु होइन। मलाई चाहिँ खास होइन आज घरमा हेरेर जस्तो भइरहेको छ। एकदम अगाडि छ हामी अघि बिहान छिरेदेखि सिट खोज्या लास्टमा हामी अगाडि आइपुग्यौँ। सो गाइस यसरी बनिरहनुहोस् मेरो ब्लगमा। अनि अब आधी त भइसक्यो होइन। आधी भएपछि अर्को आधी त अवश्य हेर्नुपर्छ नि होइन। यसपछि के हुन्छ भनेर मलाई एकदम खुल्दुली भइरहेको छ। सो त्यही भएर मेरो ब्लगमा बनिरहोस्।
सम्झना मुभी कस्तो लाग्यो हामी अहिले के मध्यान्तरमा मध्यान्तर भइसक्यो मुभी भनौँ न फुलबारीको मध्यान्तर भयो इन्टरभलमा आयौँ है अनि राम्रो लाग्यो सुरुमा त क्या हँसेर एकदम अनि funny भइरहेको थियो। पछि अलिक लास्टतिर अलिकति कस्तो इमोसनल टाइपको भइरहेको थियो है अब लास्ट होइन इन्टरभल हुनुभन्दा अगाडि चाहिँ एकदम इमोसनल भएको थियो कि उसको छोरी आउँदाखेरि होइन छोरी त होइन छोरी त हो कि हो त्यो खुलाएको छैन अहिले त खुलाएको छैन, suspension योभन्दा छ। अलिकति त्यो बुवामा बिहारमा हुँदाखेरि बुढाबुढी बिचको माया है होइन माया केरी टाइपको के हामीलाई त्यो त क्युरिङ भइसक्यो हिँड्नु बुढा चाहिँ एकदम स्याभेज टाइपको हुन्थ्यो होइन मुभीमा विपिन कार्की हाम्रो फेभरेट एक्टर अनि त हामीलाई दयाको कमेडी है एकदमै कस्तो रियल लाग्छ कि उसको एक्टिङहरू राम्रो भइरहेछ अब एकछिनमा सुरु हुन्छ होला स्टार्ट हुन्छ होला 5 मिनट कतिको ब्रेक हुन्छ 5 मिनट अनि अनि हामीसँग बनिरहनुहोस् तपाईँहरू मुभी हेरिरहनुहोस् यहाँबाट यस उसलाई झिस्क्याए जस्तो लागेछ क्या राईको झोक त निकाली पो हाल्नु फुक्कै फुक्लिने गरे यहाँ दुईटा दाँत त बाहिर कति छोरोले नक्कली हाल्यो यहाँ अहिले पनि केही साह्रो कुरा छ भन्दा त्यसकै याद आउँछ साँच्ची बाबा अनि तपाईँको छोरा परिवार कहाँ पो हुनुहुन्छ हौ हजुरको चाहिँ गाह्रै कुरो रहेछ क्या अब उमेरमा श्रीमतीले छोडेरै जालिन् भन्ने पिर अब अहिले बुढेसकालमा चाहिँ आफैलाई चाहिँ आफूभन्दा पहिल्यै जालिन् भन्ने पिर होइन त हे भगवान् केही पिर पनि मान्नु पर्दैन डर पनि मान्नु पर्दैन भर्खर त 1 जुनी भएको छ अझै 6 जुनी यस्तै कति दुःख भोग्नु छ तपाईँले पढ्छु त्यसै बुवा चिया चियाले पुग्यो स्कुल गएछ खुशी का फूल ढका मौका भन्दा लास्ट मुभी छैन अहिले त हेर्नुहोस् गाइज आज हामीले फुलबारी मुभी हेरिसक्यौँ बाहिर पनि निस्किसक्यौँ त हो हेर्नु फुलबारी अब भनौँ न विपिन कार्कीजी पनि मेरो फेभरेट हो दयाहाङको त म डाई हार्ट फ्यान हो अनि प्रियङ्का कार्की पनि मलाई मनपर्छ मैले हेरि पनि सकेँ होइन एकदम राम्रो लाग्यो हेरिसक्यौँ होइन मुभी एकदम हार्ट टचिङ मुभी छ भनौँ न जसलाई म बयान पनि गर्न सक्दिनँ होइन तपाईँहरूलाई यदि होइन मुभी मनपर्छ मुभी एकदम दामी छ होइन एकदम सस्पेन्स पनि छ सो त्यही भएर हेर्नुहोस् तपाईँहरूको एकचोटि फुलबारी एकदम पारिवारिक छ परिवार ल्याएर हेर्नुहोस् अङ्गालो पनि अब मुभी हेरेपछि के गर्ने रहेछ अब खानी हो खानी होइन मुभी हेरिसक्यो गाइस मुभी एकदम भन्न इमोसनल छ एकदम हार्ट टचिङ छ मेरो त एकदम हार्ट टचिङ गर्यो मुभीले होइन कुनै भागमा त म इमोसनल भएर आँसु मात्र झर्न बाँकी थियो तर मैले हिम्मत गरेर झारिनँ होइन अनि भनौँ न अब मुभी सिक्यो भोक लाग्यो मुभी हेरिसकेपछि त अवश्य खाजा खान आइन्छ हामी यहाँ गोकृष्ण हलसम्म गइरहेको होटेलमा खाजा खान आयो अनि त्यहाँनिर होइन अघि के मुभीमा भनौँ न हिरोको मतलब भनौँ न उसको छोराले जतिखेर दुध चिया भनेर मगाउँथ्यो अर्डर गरेर अनि मैले नि त्यहाँ देखेर चाहिँ कस्तो खाउँ मन लाग्यो कि गाई सो त्यही भएर मैले नि यहाँ दुध चिया अर्डर गरेर चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो ब्लग
नेपालीहरूको चाहिँ खाजा सबैभन्दा बेस्ट मोमो हो हामीले नै अर्डर गरेका थियौँ एकदम मिठो छ मोमो तपाईँहरूलाई फर्स्ट बाइट लिनुहोस् म पनि तपाईँहरूमा आज रिभ्यू दिँदैछु मेरो साथ चाहिँ अर्को साइड बसेर खाइरहनु भएको छ म पनि खाँदैछु मिठो एकदम मोमो चाहिँ मोटो मोटो होइन एकदम टेस्टी टेस्टी चिकन मोमो एकदम मिठो छ अनि म रिभ्यू दिँदै थिएँ मेरो साथीले नै उहाँ रिभ्यू दिनु हुनुहुन्छ एकदम मिठो मिठो छ हामीले होइन तातो तातो मोमो अर्डर गरेका थियौँ खायौँ पनि अनि मैले चाहिँ पिरो सस धेरै हालेर खाएको थिएँ क्या अनि मलाई पिरो भयो सो अनि मैले दुध चिया अर्डर गरेको थिएँ दुध चिया पनि आइसकेको थियो अनि अघि फिल्ममा के हिरोको छोराले चाहिँ जतिखेर नि दुध चिया भनेर मागिरहनु हुन्थ्यो मलाई पनि देखेर खानु मन लाग्यो सो म आफ्नो दुध चियाको चुस्का लिँदै